नमस्कार साथीहरू, सदाझैँ सेयर मार्केटसँग रिलेटेड अपडेटहरू लिएर आउने क्रममा आज पनि उपस्थित भइसकेको छु। अब यो आजको भिडियोमा चाहिँ अहिले सेकेन्डरी मार्केटमा कारोबार भइरहेका यी 8वटा कम्पनीहरू साल्पा विकास ब्याङ्क लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, होटल फरेस्ट इन लिमिटेड, सोलु हाइड्रो पावर लिमिटेड, भुजुङ हाइड्रो पावर लिमिटेड, त्यसै गरी सुपर खुदी हाइड्रो पावर लिमिटेड, रिजलाइन इनर्जी लिमिटेड र अर्को भनेको यो सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड। यी 8वटा कम्पनीको सेयरहरू आज चैतको 15 गते सेकेन्डरी मार्केटमा कारोबार हुँदा यी कम्पनीहरूको मूल्य आज कति पुग्यो, आज कति किता कारोबार भयो, त्यसै गरी आजको मितिसम्म आइपुग्दा कतिौँ दिन कारोबार भयो र अहिलेसम्म टोटल कति किता कारोबार भयो, यी सम्पूर्ण कुराहरूको बारेमा यहाँनिर जानकारी दिन गइरहेको छु। भिडियोलाई नछुटाइकन अन्तिमसम्म हेर्नुहोला। र साथीहरू, यदि तपाईँहरू पनि यस्तै यो आइपिओ एफपिओ सेयर बजारसँग रिलेटेड नयाँ नयाँ अपडेटहरू हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब गर्नुहोला। यस च्यानलमा चाहिँ आइपिओ एफपिओ सेयर बजारसँग रिलेटेड नयाँ नयाँ अपडेटहरू आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्ने गरेको छु। त्यसैले तपाईँहरू पनि त्यस्ता अपडेटहरू आउने बित्तिकै हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। र साथीहरू, आउनु सब ढिला नगरी यो आजको टपिकतर्फ लागिहालौँ। साथीहरू, अहिले चाहिँ सेकेन्डरी मार्केटमा कारोबार भइरहेका सेयरहरूमध्ये यो साल्पा विकास ब्याङ्क लिमिटेडको सेयर पनि कारोबार भइरहेको छ। यो सेयर आज चैतको 15 गते सेकेन्डरी मार्केटमा कारोबार हुँदा यसको मूल्य 3.51% घटेको छ। त्यो भनेको 59 रुपैयाँले यसको मूल्य आज घटेको हो। यसको मूल्य आज 1624 रुपैयाँ पुगेको छ भने यो सेयर आज सेकेन्डरी मार्केटमा कारोबार हुँदा 64,819 किता सेयर कारोबार भएको छ। यो सेयर चाहिँ आजको मितिसम्म आइपुग्दा 23औं दिन कारोबार भएको छ र 23 दिनसम्म कारोबार हुँदा अहिलेसम्म 6,30,958 किता सेयर कारोबार भएको छ। र यसरी चाहिँ अहिले सेकेन्डरी मार्केटमा कारोबार भइरहेको यो साल्पा विकास ब्याङ्क लिमिटेडको सेयर मूल्य आज 59 रुपैयाँले घटेको छ। यसको मूल्य आज 1624 रुपैयाँ पुगेको छ भने यो सेयर आज 64,819 किता कारोबार भयो। यो सेयर चाहिँ आजको मितिसम्म आइपुग्दा 23औं दिन कारोबार भएको छ र 23 दिनसम्म कारोबार हुँदा अहिलेसम्म 6,30,958 किता सेयर कारोबार भएको छ। त्यसै गरी अहिले सेकेन्डरी मार्केटमा कारोबार भइरहेको अर्को कम्पनी भनेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेड पनि रहेको छ। यो सेयर आज चैतको 15 गते सेकेन्डरी मार्केटमा कारोबार हुँदा यसको मूल्य 10%ले बढेको छ। त्यो भनेको 201 रुपैयाँ 30 पैसाले यसको मूल्य बढेको हो। यसको मूल्य आज 2,214 रुपैयाँ 40 पैसा पुगेको छ भने यो सेयर आज सेकेन्डरी मार्केटमा कारोबार हुँदा 2,225 किता कारोबार भयो। यो सेयर चाहिँ आजको मितिसम्म आइपुग्दा 23औं दिन कारोबार भएको छ र 23 दिनसम्म कारोबार हुँदा अहिलेसम्म 10,251 किता मात्रै सेयर कारोबार भएको छ। र यसरी चाहिँ अहिले सेकेन्डरी मार्केटमा कारोबार भइरहेको यो रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्य आज 201 रुपैयाँ 30 पैसाले बढेको छ। यसको मूल्य आज 2,214 रुपैयाँ 40 पैसा पुग्यो भने यो सेयर आज 2,225 किता कारोबार भयो। यो सेयर चाहिँ आजको मितिसम्म आइपुग्दा 23औं दिन कारोबार भएको छ भने 23 दिनसम्म कारोबार हुँदा अहिलेसम्म 10,251 किता सेयर कारोबार भएको छ। त्यसै गरी अहिले सेकेन्डरी मार्केटमा कारोबार भइरहेको अर्को कम्पनी भनेको होटल फरेस्ट इन लिमिटेड पनि रहेको छ। यो सेयर आज चैतको 15 गते सेकेन्डरी मार्केटमा कारोबार हुँदा यसको मूल्य 9.97%ले बढेको छ। त्यो भनेको 26 रुपैयाँ 20 पैसाले यसको मूल्य बढेको हो। यसको मूल्य आज 289 रुपैयाँ 10 पैसा पुगेको छ भने यो सेयर आज 410 किता कारोबार भयो। यो सेयर चाहिँ आजको मितिसम्म आइपुग्दा 11औं दिन कारोबार भएको छ र 11 दिनसम्म कारोबार हुँदा अहिलेसम्म 2,358 किता सेयर कारोबार भएको छ। र यसरी चाहिँ अहिले सेकेन्डरी मार्केटमा कारोबार भइरहेको यो होटल फरेस्ट इन लिमिटेडको सेयर मूल्य आज 26 रुपैयाँ 20 पैसाले बढेको छ। यसको मूल्य आज 289 रुपैयाँ 10 पैसा पुगेको छ भने यो सेयर आज 410 किता कारोबार भयो। यो सेयर चाहिँ आजको मितिसम्म आइपुग्दा 11औं दिन कारोबार भएको छ र 11 दिनसम्म कारोबार हुँदा अहिलेसम्म 2,358 किता सेयर कारोबार भएको छ। त्यसै गरी अहिले सेकेन्डरी मार्केटमा कारोबार भइरहेको अर्को कम्पनी भनेको सोलु हाइड्रो पावर लिमिटेड पनि रहेको छ। यो सेयर आज चैतको 15 गते कारोबार हुँदा यसको मूल्य 3.52%ले बढेको छ। त्यो भनेको 24 रुपैयाँ 90 पैसाले यसको मूल्य बढेको हो। यसको मूल्य आज 732 रुपैयाँ पुगेको छ भने यो सेयर आज 6,61,533 किता कारोबार भयो। यो सेयर चाहिँ आजको मितिसम्म आइपुग्दा 10औं दिन कारोबार भएको छ र 10 दिनसम्म कारोबार हुँदा अहिलेसम्म 9,48,643 किता सेयर कारोबार भएको छ। र यसरी चाहिँ
अहिले सेकेन्डरी मार्केटमा कारोबार भइरहेको यो सोलु हाइड्रो पावर लिमिटेडको सेयर मूल्य आज 24 रुपैयाँ 90 पैसाले बढेको छ। यसको मूल्य आज 732 रुपैयाँ पुगेको छ भने यो सेयर आज 6,61,533 किता कारोबार भयो। यो सेयर चाहिँ आजको मितिसम्म आइपुग्दा 10औं दिन कारोबार भएको छ भने 10 दिनसम्म कारोबार हुँदा अहिलेसम्म 9,48,643 किता सेयर कारोबार भएको छ। त्यसै गरी अहिले सेकेन्डरी मार्केटमा कारोबार भइरहेको अर्को कम्पनी भनेको भुजुङ हाइड्रो पावर लिमिटेड पनि रहेको छ। यो सेयर आज 15 गते सेकेन्डरी मार्केटमा कारोबार हुँदा यसको मूल्य 9.98% बढेको छ। त्यो भनेको 43 रुपैयाँ 40 पैसाले यसको मूल्य बढेको हो। यसको मूल्य आज 478 रुपैयाँ 20 पैसा पुगेको छ भने यो सेयर आज 300 किता कारोबार भयो। यो सेयर चाहिँ आजको मितिसम्म आइपुग्दा 6औं दिन कारोबार भएको छ भने 6 दिनसम्म कारोबार हुँदा अहिलेसम्म 958 किता सेयर कारोबार भएको छ। र यसरी चाहिँ अहिले सेकेन्डरी मार्केटमा कारोबार भइरहेको यो भुजुङ हाइड्रो पावर लिमिटेडको सेयर मूल्य आज 43 रुपैयाँ 40 पैसाले बढेको छ। यसको मूल्य आज 478 रुपैयाँ 20 पैसा पुगेको छ भने यो सेयर आज 300 किता कारोबार भयो। यो सेयर चाहिँ आजको मितिसम्म आइपुग्दा 6औं दिन कारोबार भएको छ भने 6 दिनसम्म कारोबार हुँदा अहिलेसम्म 958 किता सेयर कारोबार भएको छ। त्यसै गरी अहिले सेकेन्डरी मार्केटमा यो सुपर खुदी हाइड्रो पावर लिमिटेडको सेयर पनि कारोबार भइरहेको छ। यो सेयर आज चैतको 15 गते कारोबार हुँदा यसको मूल्य 10%ले बढेको छ। त्यो भनेको 36 रुपैयाँ 30 पैसाले यसको मूल्य बढेको हो। यसको मूल्य आज 379 रुपैयाँ 30 पैसा पुगेको छ भने यो सेयर आज सेकेन्डरी मार्केटमा कारोबार हुँदा 170 किता कारोबार भयो। यो सेयर चाहिँ आजको मितिसम्म आइपुग्दा तेस्रो दिन कारोबार भएको छ भने 3 दिनसम्म कारोबार हुँदा अहिलेसम्म 390 किता सेयर कारोबार भएको छ। र यसरी चाहिँ अहिले सेकेन्डरी मार्केटमा कारोबार भइरहेको यो सुपर खुदी हाइड्रो पावर लिमिटेडको सेयर मूल्य आज 36 रुपैयाँ 30 पैसाले बढेको छ। यसको मूल्य आज 379 रुपैयाँ 30 पैसा पुगेको छ भने यो सेयर आज 170 किता कारोबार भयो। यो सेयर चाहिँ आजको मितिसम्म आइपुग्दा तेस्रो दिन कारोबार भएको छ र 3 दिनसम्म कारोबार हुँदा अहिलेसम्म 390 किता सेयर कारोबार भएको छ। त्यसै गरी अहिले सेकेन्डरी मार्केटमा कारोबार भएको अर्को कम्पनी भनेको रिजलाइन इनर्जी लिमिटेड पनि रहेको छ। यो सेयर चाहिँ आज सेकेन्डरी मार्केटमा पहिलो दिन कारोबार भएको हो। यो सेयर चाहिँ चैतको 12 गते नै कारोबारमा आएको थियो, तर त्यो दिन कारोबार हुँदा यसमा 30 रुपैयाँमा कारोबार भएको थियो 10 किता सेयर, र त्यो दिन चाहिँ केही प्राविधिक समस्या भएको हुनाले त्यसलाई काउन्ट नगरिकन आज चैतको 15 गतेबाट यो सेयर सेकेन्डरी मार्केटमा कारोबार भएको छ। यो सेयर चाहिँ आज पहिलो दिन स्पेशल प्री ओपन सेसनमा 300 रुपैयाँमा कारोबार भएको थियो। त्यसपछि 11 बजेदेखि 3 बजेसम्म रेगुलर मार्केटमा कारोबार हुँदा यसको मूल्य 10%ले बढेको थियो। त्यो भनेको 30 रुपैयाँले यसको मूल्य बढेको हो। यसको मूल्य आज 330 रुपैयाँ पुगेको छ र आज 190 किता सेयर कारोबार भएको छ। यो सेयर चाहिँ आज पहिलो दिन कारोबार भएको, यसको मूल्य आज 330 रुपैयाँ पुगेको छ भने आज पहिलो दिन 190 किता सेयर कारोबार भएको छ। त्यसै गरी आज 15 गतेबाट यो सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आइपिओ पनि सेकेन्डरी मार्केटमा कारोबारमा आएको छ। यो सेयर चाहिँ आज चैतको 15 गते पहिलो दिन कारोबार हुँदा स्पेशल प्री ओपन सेसनमा 284 रुपैयाँ 30 पैसामा कारोबार भएको थियो। त्यसपछि रेगुलर मार्केट चल्दै जाँदा 11 बजेदेखि 3 बजेसम्म कारोबार हुँदा यसमा 10%ले मूल्य बढेको थियो। त्यो भनेको 28 रुपैयाँ 40 पैसाले यसको मूल्य बढेर यसको मूल्य आज 312 रुपैयाँ 70 पैसा पुगेको छ। यो सेयर चाहिँ आज पहिलो दिन कारोबार भएको, जम्मा 80 किता मात्रै कारोबार भएको छ। र यसरी चाहिँ यो सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको सेयर पनि आजबाट कारोबारमा आएको छ। आज पहिलो दिन कारोबार हुँदा जम्मा 80 किता कारोबार भयो भने आज यसको मूल्य 312 रुपैयाँ 70 पैसा पुगेको छ। र साथीहरू, यस्तो किसिमबाट चाहिँ आजको यो भिडियोमा अहिले सेकेन्डरी मार्केटमा कारोबार भइरहेका यी 8वटा कम्पनीहरू सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, रिजलाइन इनर्जी लिमिटेड, सुपर खुदी हाइड्रो पावर लिमिटेड, भुजुङ हाइड्रो पावर लिमिटेड, सोलो हाइड्रो पावर लिमिटेड, त्यसै गरी होटल फरेस्ट लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र अर्को भनेको साल्पा विकास ब्याङ्क लिमिटेड, यी 8वटा कम्पनीको सेयरहरू आज चैतको 15 गते सेकेन्डरी मार्केटमा कारोबार हुँदा यी कम्पनीहरूको मूल्य कति पुग्यो, आज कति किता कारोबार भयो, त्यसै गरी आजको मितिसम्म आइपुग्दा कतिऔं दिन कारोबार भयो र अहिलेसम्म टोटल कति किता कारोबार भयो, यी सम्पूर्ण कुराहरूको बारेमा यहाँनिर जानकारी गराएँ। यदि तपाईँहरू पनि यस्तै यो आइपिओ एफपिओ सेयर बजारसँग रिलेटेड नयाँ अपडेटहरू हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब गर्नुहोला। यस च्यानलमा चाहिँ आइपिओ एफपिओ सेयर बजारसँग रिलेटेड नयाँ अपडेटहरू आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्ने गरेको छु। त्यसैले तपाईँहरू पनि त्यस्ता अपडेटहरू आउने बित्तिकै हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। आजको लागि यति नै। हस्त धन्यवाद।